ओए कस्तो राम्रो देखिएको दिदीलाई ओ दिदी सपोर्ट मिल्यो भने केटा हो म युके होइन क्या म के भन्ला इन्जो हल्लाइदिन्छु क्या आधी मात्रै आउनु आएछ नि त यसरी पकाड्नु मन रहेछ कसरी पकाड्यो यार जय श्री कृष्ण हालेलुया यो मुसाइ भएन नि त नि एचएम पढेको मान्छेले के गरेको यो कसरी मुस्छ अनि यो होइन होला सबैजनालाई चाहिँ वेलकम छ मेरो ब्लगमा फाइनली अब अपलोड गर्न आँटेको मैले यो चाहिँ मेरो फर्स्ट भिडियो हुनेछ अनि त्यस पछाडि क्रिसमस पछि फाइनली हाम्रो सबै ग्रुप भेट भइसकेको छ अनि आज हामी चाहिँ ग्रुपमा इन्जोय गर्न आँटेको मोमो पकाउने होइन त्यस पछाडि त्यही केटा हो हामी अब दोकानतिर जाँदैछौँ यसो अब के सामान चाहिन्छ त्यो लिनलाई अनि पैसा भनेको भाग भइहाल्छ किनभने फ्रेन्डसिप मात्रै हो नि त हाम्रो पैसा बिनाको केटाहरू त्यहाँ छ अनि चट्ट लागेर हामी जानुपर्ने हुन्छ कटिहाल्छ केटा साइड सिङ्गल दिइरहेछ अनि तिमीलाई कतिको मजा आइरहेछ भन पुरा एक्साइटेड छ आज किन यो एक्साइटेड हुनुको रहस्य के हो भन ओए हाम्रो युनिमा सबैभन्दा बढी चाहिँ उसलाई चिन्छ है ब्रिटिस पनि आएर बोलिदिरहेको हुन्छ किङरिङ खोइ भनेर यतिको बिचरा सातो लाग्दैन साथीको ओ ओ ओ ओ दिदी यता छ हाम्रो गीतिका बेहेन उसको इङ्ग्लिस सुरु भयो अब हामी कति किलोमिटर भिडियो हुँदैन अब मसँग बसेपछि यही हो घाटा चाहिँ म त मेरो भिडियोहरू कता कता कतिखेर पुग्छ सुरेश ओ सुरेश कतिखेर भिडियो कहाँ पुग्छ थाहा हुँदैन है सबैभन्दा सुरुमा चाहिँ यो दिदीको घर भिडियो पुगोस् न म्याका अनि गाली खाउँछ तर गाली खाँदैन म्याका बिस्कुट हो कि कसैले गाली गर्दैन सुरेश सम्धी उसको पनि भ्लग छ होइन तिम्रो भ्लग चाहिँ कहिलेदेखि आउँछ एउटा भिडियो त एडिट गरेको थियो कभी भी आ सक्छ उसको भनेको चाहिँ अर्थको जस्तो हो कि जतिखेरै आउनु सक्छ जतिखेरै दुनियाँ हल्लाएर जानु सक्छ क्या होइन पैसा भिडाइदिउँ न भयो भएको अरे क्या त्यस्तो चाहिँ गर्नु हुँदैन है म चाहिँ केटा सबैभन्दा सुरुमा आनन्दले भिडियो बनाउँदै होइन मलाई रोकटोक नगरेर अहिले भनिदिइहालेको यिनीहरूले रोकटोक गर्छ क्या धेरै मलाई फ्रेन्ड भनेको त हल्का सपोर्ट के माइनस भयो अरे के माइनस भयो अरे होइन मलाई चाहिँ राम्ररी बनाउनु फ्रेन्ड भयो भने सपोर्टिभ हुनुपर्छ पाएन भने त फ्रेन्ड भनेको सपोर्टिभ हुनु यस्तो बोला चाहिँ हुनु हुँदैन त्यही हो यस्तो बोला चाहिँ हुँदैन अनि सक्छ कसैले काठमाडौँको डोन अहिले यता युकेको डोन भएको छ ओए तिमी इन्ट्रोभर्ट पनि होइन एक्सट्रोभर्ट पनि होइन तिमी के हो थाहा छ के हो तिमी के जस्तो लाग्छ वाट डु यु थिङ्क हालेमा चाहिँ मलाई केही पनि नभन्छ बट माई सिस्टर इज भेरी इनोसेन्ट होइन जे जस्तो भए पनि मान्छे बिग्रिन्छ भन्ने छैन हो किन साथी भन त तिमीलाई चाहिँ कसले भिडाइदियो यस्तो कुरा भिडाइदियो सबैले हेरेर त त्यही त नो छाडा प्लिज साडा चाहिँ कहाँ छ अहिले कहाँ अरे चोकमा ए गाडी 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 यतै फर्किँदैछ है कसले साथी मैले औरा माइनस गरेँ भने त
अलिअलि क्लिपको हुन्छ होला त नि ओइ क्लिप भन्ने कुरा मेरो यो साथीले एडिटलाई क्रप गर्दै कता कता काट्दै कता कता मिलाउँदै उसले हो कि भन त उसको एडिटर पनि म हो नि त अनि अब केटा हो सब्सक्राइबर भनेको 600 मात्रै छ त्यही त तिमीले सपोर्ट गर्नु परेन मुलाहरू रिपोस्ट के हान्दिँदैन लिङ्क सेयर के हान्दिँदैन त्यो त मैले याद गरेँ सबैको मैले एक एकको प्रोफाइल खोलेर नि हेरेँ मैले ककाले रिपोस्ट हान्छ उसले गर्यो सिमले रिपोस्ट गरेको मैले याद गरेँ विकासले पनि गरेको थिएन गर भनेको म त लाइक पनि हान्दिनँ साथी भन्दै भिडियो गरेर हेरेको एउटै लाइक हारेको छैन तर होइन सपोर्ट मिल्यो भने नि केटा हो म युके होइन क्या म के हल्ला इन्जो हल्लाइदिन्छु क्या सबै त्यो चाहिँ हल्लाउँदै यो भनेको चाहिँ ठ्याक्क ए यस्तो चाहिँ काटेर हाल है सिमानको फेरि घर पुग्यो भने कहाँ हो ऊ हातै ठिडियाएर कसम भनेको अब तपाईँ मोबाइल समात्ने पनि लागेको भएन त म त अनि ओए कस्तो राम्रो देखिएको दिदीलाई ओ दिदी आइफोनले गर्दा होला कस्तो टल्किरहेको छ यार यिनीहरू अनुहार चाहिँ कसैको पनि राम्रो होइन कि सिमन दोस्त हल्का हल्का हामीले नलेजको कुरा पनि भनिदिनु पर्थ्यो होला है तर केही पनि भनिएन होइन तर होइन धेरै जस्तो म याद गर्छु कि युके आउनेहरू खालि कन्टेन्ट भनेको युके नआऊ युकेमा यस्तो यस्तो हामी चाहिँ त्यस्तो केही पनि भन्दैन आउन मन छ अब चिल लाइफ हेरिहाल्यो हाम्रो उयो के खानेकुरा बोकेर हिँड्दैछ अब होम सिकनेस भनेको जहीँ जाँदा पनि हुन्छ होइन त्यो चाहिँ तिमीहरू अमेरिकै गयो पनि हुन्छ होइन जहाँसुकै जाऊ कि त्यो मतलब होइन त्यो कन्टेन्ट चाहिँ हुन्छ नि युके चाहिँ अब यताउता हामी चाहिँ भनिँदैन मैले पनि एक दुईवटा भिडियो चाहिँ कसको कोही भिडियो बनाएको छैन अनुहार देखाएन र देखिनु पऱ्यो त्यस्तो राम्रो अनुहार यार सेक्सीवाला मेरो यस्तो इम्पोर्टेन्ट कुरा हुन्छ अहिले म जे जस्तो सिचुएसनमा छु नि यो इन्दिराले गर्दा भएको मैले हाइलाइट गरेर राखेको थिएँ कलर कालो लगाएर झट्यास देखेको छ यार ल हात चाहिँ डेन्जर फिरिआयो मेरो चाहिँ आई कान्ट डु दिस सिट एनी मोर भिडियो भने ननस्टप जान्छ है कतिखेर कहाँ क्रप गर्ने हो क्रप गर्ने कामहरू मेरो साथीले गरिदिइहाल्छ मलाई यस्तो केही टेन्सन छैन भिडियोहरू ननस्टप बनाउने हो कहाँ क्रप गर्ने तिम्रो जिम्रा भनेको नि जिम्मा तिम्रो के भयो के बोलाउँछ भनेको ए हो के भयो त अनि साथी त हो नि मेरो न्यु भिनाजु अरे नि त अब के चाहिँ गर्नु केही गर्न सक्दिनँ म फ्रेन्डसिप अरे नि त फ्रेन्डसिप के हेरेको गुने लागेको लागेको रहेछ यस्तो भन न यार उसको फोटो खिच्दिनु अरे ओ एकजनालाई मोबाइल निकालेर उसको फोटो खिच्यो साथी मेरो मोबाइल चाहिँ आज यस्तै हो होइन उयो हात डेन्जर ठिड्यायो यार केटा हो तिमीलाई नि मेरो अहिलेको भिडियोमा चाहिँ त्यो के अरे मोबाइल कसरी समात्ने भनेर हल्का पनि आइडिया छैन अनि अलिक उयो भएछ क्या अनुहार देखिरहेको छ क्या मजाले अहिले चाहिँ किन मजाले देखिरहेको छ अनुहार पुरै फुल देखिरहेछ है त्यही त अघि चाहिँ आधी मात्रै देखियो नि त ल अब भयो है त्यही त मोबाइल मलाई ठ्याक्क अघिको अनुहार सबै आधी आएर भिडियो ल्यामै बिग्रेछ यार सुरेश वे काट्दिउँ हान्दै गर्छ हामीलाई दिन आएको छ भने मरिन्छ सुरेश अहिलेको भिडियो सबै ल्यामै बिग्रेछ यार आधी मात्रै अनुहार आएको नि त यसरी पकाड्नु पर्ने रहेछ कसरी पकाड्यो यार केही छैन कसको पाइहाल्छ छौ दाँत ओए होइन होला यार त्यस्तो नभन न यहाँबाट चाहिँ हामी अब तल जानुपर्ने हुन्छ यस्तो डाउन होइन आज किन क्यामेराले साथ दिएको छैन
भिडियो चाहिँ ल्याम ल्याम क्रप हुन्छ केटा हो अब के गर्नु कहाँ अनुहार देखेको छ कहाँ अनुहार देखेको छैन सेट तिम्रो रेशमी कपाल किङ्ग्रिङ मलाई बोकिदिन्छ एकछिन यसरी बोकिदिन्छौ होइन किङ्ग्रिङलाई सोधेको मैले यसरी बोकिदिनु देखिरहेको छ अन्त हात फिर्याउ त तपाईँलाई बोक्यो भने खै बोलेको बोल्दै So guys, welcome to our vlog. Jai Shri Krishna, hallelujah. आठिरह्यो भने देउला मोबाइल हात लाग्यो भिगायो मोबाइलको पनि No, होइन क्या म सिकाउँछु क्या त्यो उयो वाला यसलाई कपी गर्नु यो ग्याङ्स्टर त होइन हौ यस्तो वाला सिकाउँछु क्या त्यो एउटा ट्रेन्ड छ नि यो वाला गाइस मै राम्रै छु यार लिटरली यार कसरी अनुहार पुग्दैन हेर्छु त अनुहार आज देखिरहेको छ तिम्रो पर्ने होला हो त्यो त फुल देखिन्छ यो त बा यो का बोल्दै आउँदो रहेछ र बोल अलिक अन चाहिँ गरेको छ भिडियो कति अन छ यार अन छ चेरीहरू जाँदैछ एउटा चेरी एउटा फियर अफ गड अर्को चाहिँ आएन न हुई चाहिँ It looks like ओइ त्यो पसल त कट्यो त ओइ ओ ब्रो यस्तोको भिडियो बनाएर के म आफ्नै बनाउँछु यार बरु Yes bro, that's good. कस्तो छ आफ्नो त अनि यसरी फाइनली आइपुग्यौँ किन्नको लागि ला यो मुखैमा बसिरहेको छ मेरो त यहाँनिर हाम्रो के किन्ने हो यहाँ हाम्रो प्यारा सिस्टर सी इज अलवेज क्युट लाइक हेल कस्तो गर्दाखेरि आउँछ म अहिले फुल आइरहेको छैन फुल आइरहेछ अहिले यसरी 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 आइरहेछ अहिले चाहिँ आइरहनु यार कसरी भिडियो बनाउँछ लिटरली आधी आइरह होला बेला म एकपल्ट काटेर हेर्नु पर्ने भएको छ साउन्डहरू भने त्यस्तै हो केटाहरू त्यहाँ छ मान्छेहरूको भिडियो बनाउनु मिल्दैन नसोधिकन दियो अनि कुन जन्मको पावर निकालेको साथी यहाँ सुरेश सर हुन्छ अलिअलि बराबर 10 पाउन्ड हो नि त अनि कि 12 पाउन्ड हो के गर्नु अरे मेरो त हातै खान्छ नि सर यो मुसाइ भएन नि त नि एचएम पढेको मान्छेले के गरेको यो यो हाम्रो साथी यो कटिङ स्किल देखाइदेऊ न के भनेर मासु के को यो चाहिँ होइन होला सिमन के भन्नु छ तिमीलाई सबै एचएमको स्टुडेन्ट हुँदा हुँदै यहाँ धेरै मुखबाट त बोल्नै निस्किँदैन अलरेडी सक भइरहेछ किमा रेडी मामा यता भइरहेछ यता भइरहेछ बनाउनु चाहिँ हुन्छ
हाम्रो सम्झिले गरेर चाहिँ ऊ चाहिँ त्यहाँ टिकटक हेरिरहेको छ म अचार बनाइरहेको छु अर्को उता छ ल इन्डियन खानाको विथाउट अचार हान नि एक प्लेट फर्स्ट हो क्या ठिक छ खै समीर कस्तो छ मोबाइल कसले बनाएको दुश्मन छ त भित्र त यो पानी हो ल्याएको छ मै ल रेडी अब खानुपर्ने हुन्छ अचारमा त सो हामी चाहिँ रातिको 12 बजे ए 3 भन्दा नि मेरो कन्टेन्ट हो कि कस्तो बिहा थियो यार 12 बजे कट अरे नि ल हामी रातिको 3 बजे राति किचकन्डी भएको ठाउँतिरबाट जाँदैछौँ अनि यहाँले चट्टसँग यस्तो सर जय श्री कृष्ण जय श्री कृष्ण हालेलुया अनि भूतले यसै तर्सन्छ भन्न खोजेको मैले मैले चाहिँ अघि भिडियो एन्ड गर्छु पनि भनेन यत्तिकै एन्ड गर्दै थिएँ सुत्ने बेला भयो होइन अनि त्यो भिडियोहरू चाहिँ म युट्युबमा अपलोड गरिदिइरहेको छु अनि अब त्यही हो भ्लगहरू बनाउने रहर थियो अब भ्युज आओस् नआओस् मतलब भएन पछि मेमोरिज हुन्छ क्या अब यहाँ हेर्दै 20 वर्ष हेर्दै 27 वर्ष लागिन्छ 28 वर्ष लागिन्छ पछि हेर्नलाई मेमोरिज पनि हुन्छ त्यही हो होइन सो जे सब पछि मेरो भ्युवर्सहरू इन फ्युचर केही भयो भने चाहिँ ब्याक आएर हेर्दा हुन्छ त्यही हो कुरा अहिले चाहिँ मैले एन्ड गरेको सुत्ने बेला बेसी थियो बाइ